महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु पैसा त सबै बुझिहाल्छ बुझेर के भयो नोट पैसा भेज्नु उठेर गयो न त खाली यहाँ सुरु हुँदा गयो अनि दिदी खै त दिदी दिदी कहाँ आगे चाहिँ उसलाई ल्याइछु अरूको दिस जाम छ लाज लाग्न भनेको इक्जाम भनेर पाउनुलाई गाडी लक्को जा स्वस्ति बनाउन आउँदैन स्वस्ति चिन्ह बनाउनु ओम पनि लेख्नु ओम लेख्यो भने स्वस्ति चिन्ह बनाइदियो भने त्यो खाली ठाउँमा त गोबर ठाउँ खाली छ नि ल ल ल ल दिदी हजुर बसौँ बसौँ अनि त्यसरी बाटोबाट न स्वस्ति आएर सुकी छ त्यसरी जल हाल्नु त जल यसरी थोरै भयो नि यहाँ पनि होला नि भनेर कति हतार गरेको नि 1:30 बजे आउनु भन्थे 3 बजे आउनु भनेर भने लुगा फेरिसकेको थिएँ अरे 3 बजे आउँछ 3 बजे आउँछ अरे इन्भेसन नसक्दैन सही सुपर भएन सबैतिर बुझेर भन्ला भनेको रातो बनाइदिनु
भाडा उस्तै उस्तै बनाइदियो यसरी यहाँ माथि 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 रातो चाहियो छोरीलाई रातो सुत्केरीलाई तातो हुन्छ नि रातो लाउँदाखेरि अङ्कल पसेको पनि बनाएन काठ राखिदिनु पर्थ्यो सिमरन आऊ न यहाँबाट आएर आज ओके राम्रो बनाऊ दही खुवाइदे दही पनि खुवाइदे एकजनाले दही एकजनाले केरा खायो नि हुन्छ सबैले खान्छ ए खाऊ खाऊ टाइममा चाहिँ दही केरा शीतल हुन्छ ए ठिकै दे पिताश्री कहाँ गइस पिताश्री बोलाउनु अहिले लाभा राखेन है यसमा अब के उयो दुबो छ नि नानी हामी उतै नि उताबाट ढाडा उता न स्वस्ति त उतै जा उतै छैन हो त्यहाँबाट लगा न त्यसलाई एउटा काठ राखे भन्छ नि खड्कल्नु बाबु तिमी मचियामा बस गोडा यसमा राख त खड्कल्नुमा गोडा यहाँ माथि राख गोडा यहाँ माथि राख यहाँ राख्नु गोडा बस्नु पनि सजिलो त्यसो लगाउनु खै दाजु भाउजू सबै जाने ए नानु अब हातैले लगाइदिनु हातैले लगाइदिनु है गीत गाउँदै ओए उठो भागेल हमरा सबके हो एक पारामा त हुनु पर्ने हल्दी उठाउनु पर्छ मोबाइलमा खास त हल्दी हो त्यही बुकुवा हो बुकुवालाई हल्दी भन्छ हस् अब त्यसको त्यो लुगा खोल्ने हुन्छ सबै जुमा होइन कुर्ताको लिनु कुर्तामा राम्ररी लान अब कुर्ता खोलिदिने दादा लुगा नखोलिकन हामी लाउँछौँ हाम्रो फोटो लिदिन्छ
त्यही त दाजु मलाई त जानु छ त अच्छा गइहाल्नु माथि तलैबाट ले आइदिन्छु ल जिउमा लाउने त अगाडि हटो आमा मामा मजाले दल्दिएछन् ल पातलो धेरै भइसक्यो बाबा एउटा फेरि एउटा आउनु मात्रै होइन धेरै भइसक्यो कुन चाहिँ डिलिट गरौँ भइसक्यो मलाई अनि अब यसलाई एक्लै सिङ्गल राखेर खिचिदिनु अनि खसी बनाएको क्या खसी बोका के बनाएको सबजनाले मेरोलाई यो के अरे बोका बोका पर्सिने भन्छन् नि अब भोलिको लागि त्यस्तै भयो आउनु पर्यो अन्त बेला चुपचाप बसिन्छ केही त बोल्दैछु रसम हो बोल्नु हमरा त ध्यान वहाँ चाहिँ काल कैया हेते हैन सुन्नु न काल कैया हेते अस्ति देखि नैसा थिएन सबै खाली होइन पहिले त्यसलाई लागिसक्यो अब यति हो आजलाई बाबु अलगत पत्ता उजाल अलगत छ उजाल अलगत छ सबजना ल आइल पठाइ आइल ल है 3 4 5 6 7 8 यहाँ हेर्ने यहाँ लेन्समा हेर्ने यो लेन्समा हेर्ने लेन्समा सबैले आँखा ल अब जानेर ढिलो गराएका बाबु धारा लगाएको हाल्नु धारा अनि आइस अलिकति फ्रिजको हाल्नु पर्दैन नि त्यसमा पानी अर्दो रहेछ गाडीमा आज छोड्ने काम छैन यसलाई खुट्टाहरू पनि उता जान्छ नि धारामा नानु एउटा धारा नि खोल्नु नपर्ने ल सुविधा सबभन्दा हल्दी केमा लागेको थाहा छ जनैमा हेर्छ भाइको जनै त पुरा यल्लो
यसपालि हिउँदो महिनामा बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना के पनि टुङ्गो लाग्दैन यसपालि हिउँदो महिनामा बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना के पनि टुङ्गो लाग्दैन पोरी बाटी चट्ट कपाल लाली होठैमा लाली होठैमा लाली होठैमा छाप्पै कदम रोकियो फुलको होठैमा छाप्पै कदम रोकियो फुलको होठैमा कुटुमा सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु दिलको मलाको चिनीमा कसरी बस्यो कमिलो डाँडा बारीको सन्डोला गुलियो छ कि अमिलो दिलको मलाको चिनीमा कसरी बस्यो कमिलो डाँडा बारीको सन्डोला गुलियो छ कि अमिलो खैनी चुरट खान्छौ कि काट्दै कालो छ काट्दै कालो छ हजुर ओठे कालो छ बहिनीको नदुरी भइसक्यो मेरै कालो छ बहिनीको नदुरी भइसक्यो मेरै कालो छ आजै गरौँ रमाइलो भोलि त के होला आजै गरौँ रमाइलो भोलि त के होला कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु दोस्रो नम्बरमा हे दोस्रो नम्बरमा हाय हाय माकुरी दोस्रो नम्बरमा बैठा भित्रैयो भित्रै
जनक दाई फेरि जनक दाई जनक दाई यता बस्दै गयो यहाँ छ त्यो के असो त यहाँ त्यो हजुरलाई निम्ता पठाएको त्यसले पढेर सुनाउनु कसरी सुनाइदिनुहोस् न भनेर त्यो टाइम चाहिँ सुनाउने बाबुले सुनाउनु ल देऊ सुनाइदिनु भनेर देऊ पत्रहरूले त्यतिकै अधिकार पाउँदैन श्री गणेशाय नमः मङ्गलम भगवान् विष्णु मङ्गलम गुरुध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनहरि आयुष्मान श्री निवेश सुवेदी ज्यूको समीपमा शुभ स्वयंवरको सादर निमन्त्रणा विक्रम सम्मत 2083 साल असार 23 गते मङ्गलबारको दिन बिहान 11:15 बजेको शुभ मुहुर्तमा हाम्री आयुष्मती सुपुत्री जुश्री पूजा दाहालबाट स्वयंवर वरण गर्ने शुभ उपलक्ष्यमा वरमाला ग्रहणार्थ जन्ती सहित यहाँको समुपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु। स्थान हर्षवाटिका बालकुमारी रोड ललितपुर प्रार्थी नेत्र प्रसाद दाहाल निर्मला दाहाल। टीका लगाइदिनु भोलि आफू सिकाइदिँदा यो लगाएर भन्नु पर्छ दही बाबु दही उठ्नु तपाईँ कहाँ छ के सबै त्यसै गर्नु टिका पनि नहीं आप थोड़ी टिका नहीं बिना लगा सबैजना टिका लगाउँदैन त दिँदै जाऊ
त्यसलाई सार्नु अब त्यति राख्नु उतै लाग्दैन